यो पुरानो घरलाई चाहिँ डिसमेन्टल गरेर अब नयाँ घर निर्माण गर्नको लागि सुरु गर्यौँ कन्स्ट्रक्सन। अब जाऊ उता हात बाँधेर सिकाउँदैछ माथि दिइरहेको छ 7 इन्चमा राखिएको टिमको। अब यसलाई हजुर अन्त यो कति चाहिँ गरौँ कस्तो ओजन जति कति चाहिँ अन्त बिहान लिएर जानु पऱ्यो बेलुका फिराउन अन्त धेरै समस्या नै बुझ्यो नि हजुरले। समस्याको समाधान गर्न चाहिँ एकदमै गाह्रै छ। हजुर हजुर त्यसले गर्दाखेरि अब यसलाई थन्काउनु हजुर हजुरले यहाँ यतिमा बोलिदिनु भएको धेरै धेरै धन्यवाद। बहादुर यता यामबहादुर सबै गुरुङ है गुरुङ ढाकाना जङखाक चेनेगाङ योग गाङचुर चौकमा चाहिँ अहिले यहाँ एक्सकप टेकबहादुर घ्याप्रिङ गुरुङको घर बनिरहेको अवस्था अहिले 2025 सालमा चैत वैशाखकै समयमा अहिले रविलाल निश्वर। अनि यो खासै यो चाहिँ अब एकदमै चिल्लो छ नि यो चाहिँ चिल्लो चाहिँ साइन पेपर लगाएर अनि यो चाहिँ डिजाइन ओके यताबाट चाहिँ फेरि खोल्नु पर्छ हो यो ग्लासको लागि है ग्लासको ठिकै मेजर गऱ्यो लगायो ग्लास लगाएर चाहिँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 टोटल मिसिङ ओके हजुरको घर यो चाहिँ कहाँ पर्यो That's all, thank you. खिर्कीको है यो चाहिँ अब यसमा चाहिँ ग्लास आउँछ होइन के भन्छ ग्लास यो त अनि मेन हो नि त घर बनाउँदा एङ्गलहरू होइन अब यो मेन रड कटिङ यहाँ छ। अब यहाँ चाहिँ इटा फ्याँक्ने है ल यता फ्याँक फुट्छ है अब लास्ट हो ल अब यस्तो छ आफ्नो बिजनेस आफ्नो सेक्टर आफ्नो भाग सबै भाग अनुसार काम गरिरहेछ। मामा दोमा तास्ने भएको त तासिरहेछ। यो चाहिँ ढलाइ लगाइसकेको अब सबै सक्यो ढलाइ भन्नु अब दुईवटा छ यो मिटरको दुईवटा चाहिँ अब यो मिटरको छ यो चाहिँ अब घरमा प्लाईको नपुगेर काठको बनाएको छ। कस्तो देख्दो छ काठको यो ठिकै छ नि सँगै अन्य माथि किल्ले आफ्नो सेक्टर पर टुल गरेर भेन उता रड काटिरहेको छ उपर काटिरहेको छ एकदम गुर्का यो सबैपट्टि गुर्का पुग्यो डुङ स्टेम गुर्का दिनदिनै डुब्दे सिल्चीको माथि जाँदैछ है। यो चाहिँ डुङको टप यस्तो छ। यो चाहिँ मार्च 10 देखि स्टार्ट गरेको अहिले अप्रिल पनि 27 भइसक्यो 26 भइसक्यो 2 महिना हुन आँट्यो। अब यसको खेलबाट भइरहेछ डुब्दे यति मात्रै हुँदैछ अनि जम्मै 6 जना ग्रुपमा यस्तो यति हुँदैछ भनेपछि कति चाहिँ हिसाब जाँदै होला हेर्नुहोस्। जिन्दगी चाहिँ यस्तैमा डुबिरहेको छ। यो चाहिँ मास्टर तारा गुरुङको सुन्तला बगान है यो सबै घर यो तल हेर्नु के भन्दै थियो यस दाजु याद गर्नु भन्दा याद त गरिरहेछन् नि त्यस्तै हो भन्नु पर्दैन हो जेठालाई यस्तो छ माथिल्लोपट्टि सब्जी चाहिँ के हो माछा दार्ची खसीको मासु ल बाहुबलीको ए नाकाटा है के भन्थ्यो नाम पनि नाकाटा के हो सुनेको थियो त्यस्तै देख्छ त ल आज खेतालाहरूलाई चाहिँ यहाँ खानापिनाहरू भइरहेछ एकदम बिस्तारै एकदमै आस्ते आस्ते दिनुहोस् है बिस्तारै हल्का यो दाल होइन बोडी दाल आउँदैछ माछा अनि खोइ दाल खसी एउटा चोक्टा इटा राम्रो लगाइँदैछ सँगै दाजु
घामले त ठ्याक्कै नदेख्दछ मसला इटा इटाकै मसला हो यो मछली हो मछली मछली तपाईँले गुर्खा बनाएको हो यो माथिको प्लास्टर गुर्खा गाङपा हो गुर्खा गाङपाको चाहिँ यो उपर ठाउँ बसिरहेको छ है उध्याइरहेको छ यो अन्त सिटिङ रुमबाट यो सबै प्लास्टर गरेर ओके मेट्याक यहाँ किचनको स्ल्याब यो माथि त्यो कुन के हावा जाने दुलो अरे होइन माथि उतल पानी जाने दुलो त्यहाँदेखि यता टोइलेटको भेन्टिलेसन यति प्लास्टर गरेर मुनि टाइल्स लाउने गर्छ यता यो पनि हो जुन चाहिँ आज सकेको यो टोइलेटको भित्र अन्त यो ड्रेसरको भित्रको रुम है यो चाहिँ अस्ति सक्यो अनि त्यहाँदेखि सबै छिसम रुमदेखि सबै आजदेखि चाहिँ बाहिर प्रवेश गरियो र यहाँको अब वातावरण भन्नु पर्दैन घरि पानी छिनमा पानी छिनमा घाम लागिरहेको छ र हाम्रो ठुल्ठुलो जौरो थकित भएर यो ताराले अम्बो गऱ्यो भने चाहिँ बिहार खाँदैछ कृष्णले चाहिँ यता किलेले ढोक्दैछ घरै यसो डाटा भन्दैछु शेष हुनु न अरे अब 3 पाटा चाहिँ सक्यो अब माछा पाटा मात्रै छ भाइ अन्त त्यो कति हुन्छ त्यो पैसाहरू चाहिँ रेडी गर्दै गरेर अब लास्टको अब धेर लाग्दैन अब 3-4 दिनमा त भित्रमा पनि सकिहाल्छ प्रोमो त्यहाँदेखि को नि त साह्रो दुःखयाङ्जी भाइ बस 400 रुपियाँ चाहिँ बस्ने चाहिँ हजुर 400 पनि बस्नु मुस्किल छ अरे यो मामल त्यसो भन्दै गुर्खा यसो बनाएर ल काम राम्रो गर्नुहोस् है यता माइला काम राम्रो यता ल राम्रो गुड के थियो हजुर लागिसकेको लाग्छ गरेको ए अहिले छैन कनेक्सन को हो त्यो पेन्टिङ हुँदैछ सुन्तलालाई अब क्या हो कुसम्बो दर्शकहरूलाई नमस्ते हेलो 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 माइक टेस्टिङ कति थाहा छ रेस नै थाहा हेलो हेलो माइक टेस्टिङ यहाँ दागाना जौका पासिबोङ यहाँ चेनगाङ योगमा मेरो बाबाको घर एउटा उद्घाटन हुनु लागिरहेछ र यसको लागि चाँडी महत्त्वपूर्ण भइरहेछ र हामी दाजुभाइ 3 जना जेठा माइला कान्छा र म चाहिँ पऱ्यो कान्छा र हामी सबैजना मिलेर बाबु मिलेर हामीले एउटा घर 2025 देखि लिएर यसपालि 2026 मा चाहिँ उद्घाटन गर्नेको सम्भावना हुँदैछ अहिले र चाँडीहरू एकदमै राम्रोसँगले महत्त्वपूर्ण भइरहेछ घरको यताउता सिँगारहरू राम्रोसँगले र हामीले यो घर बनाउनको लागि सबै प्लान गरेर हिसाब किताब गर्दा लगभग 40 लाख जस्तो चाहिँ अनुमान तोकिसकेको छु यो घर बनाउनको लागि चाहिँ र घर बनाउँदै लाँदा सबै कुरो र हाम्रो यो
बुटनिस पेन्टिङ भुटानको एकदमै राजनीतिक कल्चर बुटनिस पेन्टिङ गर्दा पनि र यो सबै आज हाम्रो यहाँनिर एकदमै रेडी भइरहेको छ साडीहरू। अनि त्यहाँदेखि घरको बारेमा भन्नु पऱ्यो भने चाहिँ हामीले एकदमै राम्रोसँगले भुइँमा टाइल्स लगाएर अनि त्यहाँदेखि माथि सिलिङहरू फ्यान सबै कुरा एकदमै महत्त्वपूर्ण फ्यान लिएर त्यहाँदेखि पर्दादेखि लिएर सबै कुरो राम्रोसँगले बनायौँ। यो हाम्रो सिटिङ रुम हो र अहिले हल्का मिलाइरहेको छौँ। र यो चाहिँ हाम्रो गेस्ट रुम हो, अहिले भित्र मान्छे बसेको छ। यो चाहिँ हाम्रो किचन रुम, किचन एकदमै मजाले नै बनाउनु भएको छ। टक्कै यो चाहिँ एक्जस्ट बाहिर ल्याट्री इन्ट्री, कोही गेस्टहरू आउँदाखेरि चाहिँ सामानहरू यताबाट सिराउनेको रुम। त्यहाँदेखि यता यो चाहिँ हाम्रो करिडोर, कमन टोइलेट, यो कमन टोइलेटमा लाइट ओके। यो चाहिँ कमन टोइलेट, एकदम गिजर तातो तातो नहुने। त्यहाँदेखि यो चाहिँ नेक्स्ट रुम चाहिँ हाम्रो मास्टर बेडरुम, यो माता पिता बस्नेको रुम। यो चाहिँ एकदमै मास्टर बेडरुम विथ एट्याच टोइलेट, टोइलेट यो चाहिँ एट्याच टोइलेट। अनि त्यहाँदेखि यो चाहिँ फेरि रुम, यो चाहिँ अब नानीहरू छोराछोरी आएर बस्नेको बेडरुम एकदम ठक्कै यस्तो छ। अनि यो पऱ्यो हाम्रो सेसन रुम, पूजापाठहरू हाम्रो एकदमै सेसमहरू चाहिँ यहाँनिर हुन्छ। सेसम रुम यो चाहिँ ओके। सेसम पूजापाठहरू एकदमै यहाँ हुनेवाला छ। यो चाहिँ सिटिङ रुम, एकदम सिटिङ भुइँ माथि सब एकदम वेलकम छ, स्वागत छ हाम्रो गेस्ट बस्नुहोस् न। मेरो जस बहादुर जयराम राई हो। जिन्दा आमा
हतार लाग्यो उसलाई चाहिँ 심사기 라빈디카도 전화로 재미기 우린 행게 트링 중성 가라도 우상나 지리기베 이만들의 시도나 그다 나 지나기 셀프도 좀베베었어 시도 못베로나 그네야 나네 메드베로나 나로 지리기 우린 비투 나라 레심베라 Sina son tamamela dale lagi danalu haragi durura pichera majima bisdone
가위기 라토 코스디기 시고드세요. 그다 남의 삶이 소리기 되기는 굉장히 그대로 나가도 나기 लस छम्पाकी मधुतुपे सोनामे दिलो सेम हिलेर कटिन कासो वो मे से देवे सुदो होला लस कटिछला लस करे जमजन क्लैप मिन्दवा दे लेक्सो नमस्कार आज शुभ दिन शुभ अवसर आज एकदमै महत्त्वपूर्ण दिन यहाँ हाम्रो दागाना जोङका अन्तर्गत सेन्दागाङ गाउँको अप्पर गाउँको श्री कप्टेन टेकबहादुर गुरुङको नवनिर्माण यो नवनिर्माण घर क्रिया उद्घाटनको कार्यक्रममा यहाँनिर हाम्रो अप्पर गाउँमा भन्नुभएका सम्पूर्ण गुरुङ समुदायहरूले बौद्ध धर्म अप्नाएर अहिले बौद्ध धर्म विधान अनुसार हाम्रो यो नवनिर्माण घर क्रिया पूजाहरू गर्ने र हामीले यो दुवै बराबरीले गर्दै आएको निकै धेरै साल पहिलेदेखि नै हामीले बौद्ध धर्म परम्पराबाट पूजाआजाहरू गर्दै आएको छौँ र हाम्रो यस क्षेत्रमा हामीले सबैजना समुदायहरू एकरूप भएर मिलेर सबै हाम्रो यहाँका सहयोगीहरू या हाम्रो मान्छेदेखि लिएर सम्पूर्ण हाम्रो त्यो हाम्रै गाउँको हाम्रो युवा दाजुभाइ दिदीबहिनीहरूले उहाँहरूको सहयोग सहायतासँग सबै सम्पूर्ण हाम्रो यो जुनै काम कार्यहरू गर्दा पनि हामीलाई एकदम एक आत्मा काम गरेर हामीले सफलतापूर्वक हामीले यसरी गर्ने प्रचलनहरू छ र बौद्ध धर्म विधान अनुसार यो नवनिर्माण घर क्रियाको पूजा खाम्खिम रम्ने भनेर भनिन्छ। यो खाम्खिम रम्ने चाहिँ आजदेखि हाम्रो हिजोदेखि सुरु भएर आज हेरेर समाप्त हुन्छ भन्न चाहन्छु। धन्यवाद हजुरलाई, धेरै धन्यवाद छ। सही प्रकारले उहाँले धेरै महत्त्वपूर्ण कुराहरूलाई जानकारी दिनुभयो। हाम्रो दागापेला दागाना जोङखाक चेनेगाङ ग्योक गाङजुर अप्पर गाङजुरमा भएको सम्पूर्ण मेरो आफ्नो आफन्तहरू आज यहाँ भेला भएको छ। हजुरलाई धेरै धन्यवाद छ। हजुर एकछिन सर्वप्रथम पहिला उहाँको नाम लिउँ न त। हिमदोष उहाँलाई धेरै धन्यवाद छ। र त्यसै गरी यहाँ उहाँको शुभ नाम चाहिँ रविलाल तामाङजी, उहाँलाई पनि धेरै धन्यवाद छ। उहाँ चाहिँ मिस्त्री काम गर्नुहुन्थ्यो है। उहाँले यो घरलाई एकदमै राम्रो प्रकारले डुब्टे गरिदिनु भयो, उहाँलाई धेरै धन्यवाद छ। त्यसै गरी उहाँको शुभ नाम यामबहादुर गुरुङ, उहाँलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। त्यसै गरी उहाँको शुभ नाम सङ्गे, उहाँलाई पनि धेरै धन्यवाद। त्यसै गरी यहाँ कृष्ण घ्याप्रिङ गुरुङ, उहाँलाई पनि पुरस्कार आदान प्रदान भइसक्यो, उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरी यहाँ किल्ले भाइ, उहाँलाई पनि फादरको साथमा केही एम्बुलपमा आदान प्रदान भइसक्यो, धेरै धेरै धन्यवाद छ। यसै गरी उहाँको शुभ नाम चाहिँ कुलबहादुर लामछाने गुरुङ, उहाँलाई पनि धेरै धेरै धन्यवाद छ।
त्यसै गरी सक्यो कि ए महाबन्दी ममलाल लेगोई गुरुङको उहाँको जान, तर उहाँ चाहिँ मेरो चाहिँ फुपू पऱ्यो। उहाँलाई धेरै धन्यवाद छ। उहाँ अहिले मामा चाहिँ आउनु भएन र त्यसै गरी फुपू आइदिनु भयो। फुपूलाई धेरै धन्यवाद छ है त। हस् पुरस्कार गिफ्ट पनि आदान प्रदान भइसक्यो। उहाँलाई धेरै धन्यवाद छ। सबैजनाले कन्जुस नगरिकन थप्पडी मारिदिनुहोस् त उहाँहरूको निम्ति लागि। कन्जुस नगर्नुहोस्, धेरै धन्यवाद छ। बुहारीलाई चाहिँ हुँदैन नि त छुनु, बिचरा बडाले। साइला बडाको तर्फबाट भन्दा नि भयो नि। तर्फबाट 200 रुपियाँ आदान प्रदान गर्नुभएको छ। हाम्रो दिदी छैन त देखाइरहेको छु हौ। गुरुङको तर्फबाट 1 लाख रुपियाँ दिनुभएको छ। क्लेप क्लेप क्लेप। आफै भनेर राखेको हो। आउँदै Monmaya Gurungi, Hida Amano, dari Saka Kambino, Kami Dizino, Tontra, Bum, 1 lakh Imela. आज जति पनि हजुरहरू यहाँ आफ्नो कामलाई पर सारेर भए पनि आफ्नो कामलाई निभाएर भए पनि हजुरहरू पौकष्ट गरेर आइदिनु भयो र हजुर आइदिनु भएकोमा हामीलाई धेरै खुसी र यसो यो नयाँ घर एकदमै उद्घाटनको उपलक्ष्यमा
सबैजनालाई जति पनि मेरो यहाँ जति पनि दाजुभाइ तथा दिदीबहिनी सर्वप्रथम त टासु एनसी उहाँलाई पनि एकदमै मोस्ट वेलकम स्वागतम। जियर भेनाजु पनि आउनु भएको छ होइन, सबै आउनु भएको छ। सबैको नाम लियो भने त समयले समयको अभाव छ। ल होइन, जन्मेदेखि बाबुआमाले यसरी केक ह्याप्पी बर्थडे जस्तै हो हालेन होला। आज केकको कार्यक्रम भइरहेछ। धन्यवाद धन्यवाद, थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू। ल ल ल, जति यो केक स्विट छ नि मिठो, त्यति नै यो घर पनि स्विट छ। आज हेर्नुहोस् कस्तो रमाइलो देखिरहेको छ होइन, बाजे बोजूसँग छक्रक्कै। ल सुनको सिनादी पालुवा बगरमा त खोला जलमा जिन्दगीको भरोसा के छ, जिन्दगीको भरोसा के छ। दुई दिन माया लगाइदेऊ न के छ र, दुई दिन माया लगाइदेऊ न के। यता 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 नाकैमा फुलिने झ्याप्दै, गलामा सिक्रिने ठक्कै, नाकैमा फुलिने झ्याप्दै। लगाइदेऊ न नक्कली कान्छीलाई, नाइलाई हृदय हातैमा। लगाइदेऊ न नक्कली कान्छीलाई, नाइलाई हृदय हातैमा। हजुर बोस कोही भयो त? झन् तिमी बोस नि खोइ मनबाट ल जान्छ।